नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल दौडबाबामा। अहिले समसामयिक विषयमा कुरा गरौँ है। संसदमा एकदम कुराकानी बहसको विषय भएको बाँदरको बारेमा। कोही भन्नुहुन्छ बाँदरलाई मार्नुपर्छ, कोही भन्नुहुन्छ मार्नु हुँदैन, पाल्नुपर्छ, कोही भन्नुहुन्छ इलेक्ट्रिक फेन्सिङ गरौँ, सोलरबाट यसो गरौँ भनेर हाम्रो मान्य आशिका तामाङज्यूले भन्नुभएको छ। उहाँ प्रकृति प्रेमी हुनुहुन्छ, एनिमल प्रेमी, पशु प्रेमी, हत्या हिंसा गर्नु हुँदैन भन्नुहुन्छ उहाँ। कोही किसानको हकहितको लागि किसानलाई धेरै नै दुःख दियो, किसान मारेर बाँदर बचाउन सकिन्न, मार्नुपर्छ, यसोभन्दा सजिलो उपाय भन्नुहुन्छ। कोही मान्यज्यू हाम्रो वैज्ञानिक महावीर पुनज्यूले चाहिँ डाक्टर महावीर पुनले के भन्नुहुन्छ भने मैले धेरै अध्ययन गरेँ, विश्वमा यसको चाहिँ कन्ट्रोल गर्ने केही उपाय नै छैन भन्नुहुन्छ। उपाय त छ नि, संसारमा उपाय नभएको केही छ? जहाँ इच्छा त्यहाँ उपाय। विकसित देशहरू कहाँ कहाँ पुगिसके, कस्ता कस्ता कुराहरूको रिसर्च गर्छन्। हामी बाँदरको बारेमा पनि एउटा सोल्युसन निकाल्न सक्दैनौँ। मैले केही डाटाहरू चाहिँ मैले यहाँ च्याट जिपिटीबाट लिएको छु, एआईबाट। हाम्रा मान्यज्यूहरूले, मान्य सदस्यहरूले नि एआईबाट ल्याउनुहुन्छ, केही फरक पर्दैन। मैले चाहिँ च्याट जिपिटीबाट चाहिँ लिएको छु। जस्तै नेपालमा अहिले अनुमानित बाँदरको सङ्ख्या कति छ भनेर सोद्धाखेरि 3 देखि 5 लाख भनेर भनिएको छ। 5 लाख बाँदरको व्यवस्थापन गर्न सकिन्न भने इजी छ नि। वन विभागको काम के? म भन्दै जाउँला कसरी गर्ने भन्ने कुरा। दैनिक बाँदरले कति खाना खान्छ? 1 देखि 2 किलो होइन। सरदर बाँदरको आयु 20 वर्ष। अलिक सुरक्षित तरिकाले चाहिँ व्यवस्थित तरिकाले पालनै गर्यो अथवा जूमा राख्यो भने अलिक बढी समय बाँच्छ भनेको छ। एभरेजमा 25 देखि 30 वर्षको सरदर आयु। अब विभिन्न जाति प्रजातिका बाँदरहरू हुन्छन्। अब म विषयवस्तुमा आएँ है त। अब मेरो आफ्नो विवेकले, मेरो इन्ट्युसनले चाहिँ के भन्छ भने बाँदरलाई कसरी कन्ट्रोल गर्ने होला त? 77 जिल्लामा एक ठाउँमा मात्रै बाँदर छैन, प्रत्येक जिल्लामा बाँदर छन्। अब के गरौँ भने बाँदरलाई, अब अहिले चाहिँ च्याट जिपिटीको चाहिँ तथ्याङ्कलाई चाहिँ मैले आधार मानेर कुरा गरिरहेको छु। 7 लाख बाँदर छन् है, 5 लाख बाँदर भनिएको छ ल। 77 जिल्लामा एउटा केज बनाऊ, ठुल्ठुला केज बनाऊ, जङ्गलमा नेचुरल उसमा चाहिँ बस्न मिल्ने गरी केज बनाउनु। त्यति त सरकार लगानी गर्न सकिहाल्छ नि। एउटा केजको चाहिँ एभरेजमा 1-2 करोडमा चाहिँ बन्ने गरी नेचुरल केज गरौँ, त्यसमा ल्याएर बाँदरलाई राख्यौँ। अब वन विभागले, विशेषज्ञहरूले चाहिँ, पशु विशेषज्ञहरूले, फरेस्ट्री पढ्नेहरूले, पशु लाइभस्टक पढ्नेहरूले त्यसलाई कसरी समातेर ल्याएर त्यहाँ राख्ने भने त उहाँहरूले जान्नु भएको छ। त्यसलाई चाहिँ ल्याएर त्यहाँ सेल्टरमा राखौँ, सेल्टरमा होइन पर्मानेन्टली त्यहाँ राखौँ। त्यही अनुसारको चाहिँ त्यहाँ खानापिनाको व्यवस्था गरिदिउँ। 2-4 वर्ष, 5 वर्ष चाहिँ विशेष बाँदर कन्ट्रोल अभियान चलाइदिउँ न, 5 वर्ष। अनि त्यहाँ वन्याकरण गर्ने कि भालेलाई छुट्टै, पोथीलाई छुट्टै राख्ने, सानो बच्चा हुन्छ त्यसलाई सर्टेन टाइम राखौँ, त्यसपछि त्यसलाई चाहिँ प्रजनन उसमा चाहिँ होइन कन्ट्रोल गर्ने मेकानिजम डेभलप गर्नु सकिहालिन्छ, इजी छ। 5 लाख बाँदरलाई चाहिँ छुट्याएर राख्नु त गाह्रो छैन नि। प्रत्येक जिल्लामा एउटा ठुलो केज, नेचुरल केज बनाऊ, जहाँ चराचुरुङ्गी छिरोस् होइन, अन्य चाहिँ भेजिटेसनहरू पनि रहोस्, अन्य चाहिँ सानसाना चाहिँ होइन प्राणीहरू पनि त्यहाँ बस्न सकोस्, त्यसरी छुट्याउँ। त्यसलाई चाहिँ मङ्की जू बनाइदिउँ, नेचुरल जू बनाइदिउँ, रिसर्च सेन्टर बनाइदिउँ, मान्छेले आएर चाहिँ त्यहाँ हेर्न मिल्ने ठाउँ बनाइदिउँ, आएर खुवाउन मिल्ने ठाउँ बनाइदिउँ, हनुमानको प्रतीक बनाइदिउँ। सबले आएर चाहिँ जय बजरङ्ग बली भनेर आएर पूजा गर्छन्, त्यस्तो गरिदिउँ। अब मान्य आशिका तामाङजीले भनेको सोलरको फेन्सिङ ठिकै हो, तर त्यो त्यति प्र्याक्टिकल्ली पोसिबल होला त? मानौँ 1 महिना घाम लागेन भने के गर्ने त? त्यहाँ इलेक्ट्रिक ब्याकअप त दिन सकिएला, तर त्यो चारैतिरबाट अथवा होइन माथिबाट त क्लोज गरिएको हुँदैन, भागेर जान पनि सक्छ। बाँदर त झुन्डिँदै जान्छ, करेन्ट चाहिँ कहीँ चाहिँ तार चुट्यो केही भयो भने त एउटा ग्रुप निस्क्यो भने त सकियो नि, एउटा पछि लाग्यो सबै पछि लागिहाल्छ। त्यो भन्दा क्लोज फेन्स नै गरिदिनु क्या, जसरी हामी कालिज पालन गर्छौँ नि त्यसै गर्ने बन्द गरेर केज बनाइदिनु। सरकारले एउटा केजको चाहिँ 1-2 करोड रुपियाँ खर्च गरेर 77वटा जिल्लामा गर्दा 2 अरब जति खर्च होला, 5 अरब खर्च होला होइन। त्यो त दीर्घकालीन हो भने त त्यो एउटा चाहिँ छुट्टै विभागै गठन गरेर वन्यजन्तु संरक्षण
ऊ त छँदैछ। त्यसलाई संरक्षण गर्ने तरिकालाई अलिक फरक तरिकाले गर्न जरुरी छ जस्तो लाग्छ। मान्य महावीर पुलज्यूले भनेका कुराहरूमा धेरै लजिक त छ, तर त्यसलाई अब सरकार यति स्ट्रङ सरकार छ, 1 अरब खर्च गरेर यसको सूक्ष्म तरिकाले चाहिँ अध्ययन अनुसन्धान गरेर हुन्छ नि, मङ्की बेस साइकोलोजी पनि हुन्छ नि। तपाईँलाई कति थाहा छैन, कति हाम्रो आध्यात्मिक सेक्टरमा लागेका चाहिँ विज्ञहरूले भन्नुहुन्छ, गुरुहरूले पनि भन्नुहुन्छ। हाम्रो नेपालकै डाक्टर बसन्त पन्तले पनि भन्नुभएको थियो, त्यो प्लान्टमा त चेतना छ भन्ने कुरा उहाँले चाहिँ अलिकति लजिकल्ली व्याख्या गर्नुभएको थियो। जस्तै तपाईँ एउटा लहरे तरकारीलाई रोप्नुहोस्, त्यहाँ नजिकै एउटा थाँक्रो हाल्नुहोस्, त्यो त लहरा चाहिँ गएर त्यो थाँक्रोतिर गएर चाहिँ आफै झुन्डिन्छ है। तपाईँ इन्डोर प्लान्ट राख्नुहोस्, इन्डोर प्लान्ट राखेको ठाउँमा जतातिर लाइट छ त्यतातिर त्यो प्लान्ट जान्छ। चेतना त कता कता छ नि त होइन प्लान्टमा। भनेपछि त्यो बाँदरमा पनि चेतना छ नि। बाँदरको चाहिँ साइकोलोजी स्टडी गर्नु पर्दैन, रिसर्च गर्नु पर्दैन, गरौँ। तर सबभन्दा पहिला कन्ट्रोल गर्नको लागि चाहिँ बनाऊँ, 77 जिल्लामा ठुल्ठुला केज बनाऊँ अरबौँ खर्च गरेर, र त्यसबाट रिटर्न ल्याउँ है। अब मार्नु पनि परेन, वन्याकरण गरिदिउँ। फेरि वन्याकरण गरेर चाहिँ 20 वर्षपछि एउटा पनि बाँदर नहुने पनि भने त्यसले इकोलोजीलाई पनि असर गर्न सक्ला। एक जोडी बाँदरबाट 2टा बच्चा जन्माउने गरिदिउँ, एउटा गर्ने होइन रेकर्डेड गरेर चाहिँ 1-1वटा जन्माउने बनाइदिउँ। त्यसपछि त्यसलाई अस्ति योभन्दा पहिलाका मान्यज्यूहरूले चाहिँ कता कता उठाएको जस्तो लाग्छ, एक्सपोर्ट गर्ने सिस्टम पनि बनाऊ न। चाइनामा त बाँदरको मासु नै खान्छन् क्यारे, अन्य देशहरूमा। नेपालमा पनि अब नेचुरल डेथ भइसकेपछि प्राकृतिक रूपमा त्यो मरिसकेपछि त्यसको छालाबाट चाहिँ न छाला उद्योग बनाउन सकिन्छ कि होइन र? लेदर इन्डस्ट्री डेभलप गरौँ, त्यसको हड्डीबाट टाँकहरू बन्छ कि के बन्छ, तिर पनि लागौँ। त्यसलाई व्यावसायिक रूपमा नै त्यसलाई संरक्षण गरेर व्यावसायिक रूपमा त्यसको फाइदा लिउँ बाँदरबाट। बाँदर मारेर त्यसको चाहिँ होइन राम्रो हो, मार्नु पनि त्यति राम्रो होइन, भइसक्यो। प्रकृतिको एउटा चाहिँ अभिन्न अङ्ग हो, त्यो उपहार पनि हो। अब कता कता चाहिँ हाम्रो धार्मिक उत्सव पनि जोडिएको छ, हाम्रो पूर्वज भनेर पनि भनिएको छ, त्यो अर्को पाटो रह्यो होइन। त्यसलाई चाहिँ कन्ट्रोलै गर्न हुँदैन, भगवान् जसरी पुजेर राखेर चाहिँ घर घरमा के हाम्रो मान्य आशिका तामाङजीले भने जस्तो त्यो पुजेर राखेर पनि साध्य हुँदैन होइन। अब यसमा रिसर्च गर्न चाहिँ तपाईँहरू सरकार इच्छुक हुन्छ भने चाहिँ म पनि तपाईँहरूलाई साथ दिन सक्छु, म पनि हिँडौँला, केही आइडियाहरू म पनि सेयर गरौँला यसरी गर्न सकिन्छ भनेर। म अलिकति समय भयो भने मेरो चाहिँ कम्प्युटरबाट म त्यो बाँदरको सेडको डिजाइन गरेर पनि यहाँ राख्थ्यो होला, कस्तो बनाउन सकिएला होइन। त्यहाँ चाहिँ खाना खाने च्याम्बर छुट्टै, त्यसको चाहिँ फोहोर डिस्पोजलको छुट्टै बनाऊ न होइन। यति हो भने विकसित देशहरूमा चाहिँ जनावरहरूलाई पनि फरक तरिकाले राखिन्छ, हो यस्तो गरेको रहेछ भने डेभलपमेन्टमा यस्तो हुँदो रहेछ भन्छु। अब नेपालमा पनि जङ्गली जनावरहरूलाई, बाँदरलाई यसलाई यसरी राखेको रहेछ भनेर गरौँ न, सम्भव होला, कसो नहोला त होइन। हस्, थ्याङ्क यू।